नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। आजको मेरो यो नयाँ भ्लगमा अनि स्वागत छ तपाईँहरू। अनि आजको दिन मेरो कसरी बित्यो भनेर अनि तपाईँहरूलाई म सबै कुराहरू अनि जानकारी दिनेछु। अनि म घरभन्दा अनि 4-5 मिनटको बाटो अगाडि छु। त्यो अनि बाटोमा म गोरु चराउँदैछु। गोरु चराउँदै गर्दा अनि तपाईँहरूलाई अनि यो गाउँको आजभोलिको चहल पहल अनि के गर्दैछन् अनि कस्तो भएको छ गाउँतिर भनेर सबै अनि जानकारी हजुरहरूलाई अनि दिनेछु। अनि आजभोलि गाउँघरतिर जताततै हरियाली छ। अनि हरियाली जताततै अनि आजभोलि अनि सबै अनि खेतहरू रोपिसकेका छन्। त्यो भएर गोरु बाख्रा भैँसीहरू चराउनको लागि कुनै पनि ठाउँ नभएकाले हामीहरूले रोडमा लगेर चराउँदैछु। रोड पनि एकदमै राम्रो पनि छ, ठुलो पनि छ। त्यो भएर गोरु भैँसीको लागि एकदमै घाँसहरू झारपातहरू पनि एकदम हरियो भएको छ। त्यो भएर हामीहरूले गोरुहरू यसमा ल्याएर चराउँदैछौँ। लगभग साँझको 5 बजिसकेको छ, दिनहरू ढल्किसकेको छ। त्यो भएर अनि यता बाख्राहरू चराउँदैछन्। यति धेरै गोठालाहरू छन्, एकदमै रमाइलो भएको छ। अनि त्यो भएर अनि तपाईँहरूलाई पनि अनि के कस्तो लाग्छ भिडियोहरू अन्तिमसम्म हेर्नुहोला। अनि आजभोलिको गाउँघरको दृश्यहरू के कस्तो भएको छ अनि सबै हेर्नुहोस्। तपाईँहरू अनि कोही देशमा हुनुहुन्छ होला, कोही विदेशमा हुनुहुन्छ होला। आजभोलि गाउँघर कस्तो भएको छ अनि त्यो सबै तपाईँहरू हेर्नुहोस्। आकाशमा कालो बादल छ अनि